ए भाइ न्युसन के गर्नुपर्छ? जेसीबी के गर्ने? भाइ ए पुकुली आऊ हेर्दैछस्? पुकुली हेर्दैछस्? हेर्दैछस् तँलाई त पुकुलीले हात गरेर बहिनी बोला। बहिनीले आउनु भन्। ए त्यसो गर्नु हुँदैन। त्यो बुइलाई दुख्दैन त्यसो गर्दा। जाऊ बुइनीलाई बोलाऊ, जाऊ बुइनीलाई माया गर्दै जाऊ लु। घाँस काट्न। दादा पनि घाँस काट्न। भोगो पनि काट्न होला नि। आउँछ मम्मी पनि आउँछ। मम्मीको माया लाग्छ? कहाँ लाग्छ? ए त्यहाँ लाग्छ। अनि भाइलाई मम्मीले कुर्ती होली? होइन बस न, यहाँ बसेन। बस न। अनि भाइलाई मम्मीले के भनेर गइर्छे? भाइलाई मम्मीले के भनेर गई? भाइ ए भाइ के भनी मम्मीले? दादाको पनि माया लाग्छ? कहाँ लाग्छ? कहाँ देखाउ न कहाँ लाग्छ दादाको माया? ए अनि भाइले दादा कहाँ छ दादा? ए त्यहाँ छ दादा? मम्मी पनि त्यहाँ छ? अनि मम्मीले के भनेर गई त? ए घाँस काट्न गई एउटा मम्मी। अनि अर्को मम्मी? कहाँ छ? के गर्दैछ त्यहाँ? के गर्दैछ? ए रोटी पकाउँदैछ? अनि भाइले रोटी खाएको त? कति खाइस्? नखाएको? किन? ए अनि म कसले दिएको तँलाई रोटी? रोहनलाई रोटी दिएनन्? हो कहाँ छ? कहाँ छ रोटी? कहाँ छ त? ए अनि रोटी हालेर अनि मम्मीले घाँस गयो कि? यता नआउनु, उहीँ बस न, लडिन्छ। के गर्न? मोबाइल खेर्नु? कसको मोबाइल? मामुको मोबाइल? अहिले आएर मामुले कुट्ली नि। हेर्नु पर्दैन क्या? ती छ त ती राखेको छ। अब यो मोबाइल के गर्नु? उहाँ बस नि त, म लाइन्छु। उहाँ माथि खाटमा चढेर। नानी ए छोरो फेरि अब म जेसीबी लगाइदिन्न। अनि भुइँमा नबस नि त, अहिले उपियाले खान्छ। उपियाले खान्छ। उठा 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 उठा। अहिले रोगटे आउँछ। उ त्यहाँ हेर मेरो चप्पल नेरी रोगटे आउँदैछ नि। ऊ रोगटे ऊ ती अहिले टोक्छ नि अहिले। रोगटे आउँदैछ यहाँ। ऊ त्यहाँ ती खुट्टामा टोको अब ऊ। फेरि कसरी हिँडेको? रोगटे गयो आफ्नै घर।
कुन मम्मी हेर्नुहोस् गाइज बाख्रा पालिएको छ है एउटा माउ बाख्रो छ यहाँ अनि यहाँनिर चराइहरूलाई बाँधिदिएको छु होइन यो माउ बाख्राको यसका जोडी पाठाई नै हुन् यसका छोरा अनि एउटा यहाँ छ सानो सानो अनि अर्को उ त्यहाँ पनि छ सानो सानो यहाँ एउटा सानो सानो छ यहाँ अर्को एउटा सानो यहाँ छ अनि जोडी पाठा छन् माउ बाख्रा चाहिँ यही हो यसैका छोरा हुन् ती दुईटा चाहिँ यी चाहिँ होइन है गाईजी चाहिँ किनेर ल्याएका हुन् यी जोडी यस्तै छ है घाँसको दुःख छ अहिले यी जोडी पाठा हुन् यसैले ब्याएको यस्तै छ है म आज यो बाख्रा गोठालो र भाइको गोठालो गएर बसिरहेछु उहाँ ऊ चाहिँ केही भनेको लाग्दैन यसपालि हाम्रा फलेका प्याज भनेको यति नै हो गाइज प्याजै फलेनन् हौ लास्टै खै केले खाए भयो प्याजै फलेन यति नै हो यसपालि हाम्रो प्याज चाहिँ फलेनन् ऊ त्यहाँ छ भाइ यो भाइ छ त्यहाँ ती यो भाइ बोल्दैन हिँ गर्छ खालि भुइँमा मात्रै बस्नु छ गर्मी छ है उखपात त्यही भएर खालि चिसो भुइँ खोजिराखेको छ यो भाइले यस्तै छ है हाम्रो गाउँघर घर अगाडिका यस्ता छन् बाँस तर अब चाहिँ बाँस मासिसके है मकैहरू यस्तै छ नि अब हावा खेलिएको छ हजुर के भनेको भाइ टिटिट कसको कोही नि त अनि खोइ चप्पल नलागिन हिँडेको चप्पल लाउनु पर्छ पर्दैन त मुखमा के खाएको त कहीँ यो बाठो पनि अलिजलीको बाठो भएन हुन पनि यो बाठो यो त्यो नभत्का अहिले म मिलाएर कुट्छे फेरि सुन्दैन नभत्का भनेको यसरी है दाउराको भारीहरू यसरी बोक्नुपर्छ हाम्रो माइजूले दाउरा बोकेर जाँदै हुनुहुन्छ यिनै बाँसहरूको हाम्रो यो चकचकेलाई केही के गरी चाहिँ हेर्नु हौ तपाईँहरूको पनि यस्तै चकचक गर्छ यसलाई त एकैछिन पनि म ऐच्याउनै सक्दिनँ त हौ यताबाट गयो भयो नै यहाँ हेर्नु त यहाँ कत्रा चप्पल लाएर हिँड्छ उसकी आमाका जुत्तै लाउँदैछ उसैकी आमाका जुत्ती लगाइरहेछ हेर्नु त यसलाई मैले के गर्नु यसलाई मैले कुट्नु म आज भाइ कुट्छु होला हौ चकचक बिना एकैछिन बस्दैन आँखा झिमिक मान्छे गायब हुन्छ बत्तीको प्लगमा आफै हात लाउँछ अनि त्यहाँदेखिको घरमा यस्तो छ है मिटर बक्स जहिले अफको अफ हो यो मिटर बक्स अफ गर्दिन भने कतिखेर कहाँबाट पसेर पनि म बत्ती बाल्छु म बत्ती मार्छु भन्छ यो मिटर बक्स अनि जहिले मिटर बक्स अफ भरे बेलुका एकैचोटि 6 बजे मात्रै मिटर बक्स अन गर्ने भनेको नत्र भने म बत्ती मार्छु म बत्ती बाल्छु भन्ने मिटर बक्स अफमा गरिदिन्छ यो फटा भाइलाई के गर्नु सम्झाइदिनु कि म यसलाई कुटेर ढुट्टो पारौँ त भाइ कुटौँ भनेको यस्तै छ हाम्रो गाउँघर यहाँबाट चाहिँ है अहिले चाहिँ उज्यालो छ सायद हाम्रो सिटी बजार पनि देखिन्छ पनि होला यहाँ मुनि चाहिँ तरकारी खेतीहरू छ टनेलाहरू हो वहाँ पारीको त्यो डाँडाको थुम्का मुनि चाहिँ हाम्रो सिटी बजार हो गाईघाट बजार कसैलाई चाहिएको छ भने भन्नु है मेरा यी जोडी यो बाख्राका जोडी पाठा हुन् चर्छन् यसरी यस्तै हो अर्को भिडियोमा भेटौँला फेरि हस् त गाइज अर्को भिडियोमा भेटौँला बाई बाई सी यू अगेन
लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला।